अब बालबालिकाकै कुरा गर्दाखेरि चाहिँ अब हामीले एउटा मनोवैज्ञानिक दृष्टिकोणबाट हेर्दाखेरि एउटा के मान्यता छ भने पुरानै मान्यता के छ भने बालबालिकाहरूले चाहिँ पढेर भन्दा पनि बेसी देखेर सिक्छन् होइन मोडलिङ भन्छौँ नि हामीले मोडलिङबाट सोसियल लर्निङबाट या अब्जर्भेसनबाट देखेको कुराहरूलाई इमिटेट गर्ने त्यसलाई चाहिँ अब इन्टरनलाइज गर्ने त्यसलाई एड्याप्ट गर्ने चान्सेस बेसी हुन्छ अब हाम्रो समाजमा चाहिँ परिवारमा पनि विद्यालयमा पनि धेरै जस्तो चाहिँ लेक्चर दिने खालको चलन छ कि यो नगर त्यो नगर यो राम्रो यो नराम्रो भनेर बुझाउन खोजिन्छ उसले अब एउटा लेभलमा त उसले बुझ्छ नलेज त उसले पाउँछ त्यहाँबाट तर त्यसलाई उसले व्यवहारमा लागू गर्छ कि गर्दैन भन्ने कुरामा चाहिँ त्यो त्यति प्रभावकारी भएको देखिँदैन खासमा चाहिँ भनौँ न अब गार्जेनकै कुरा आउँदाखेरि यदि हामीले हाम्रो बच्चाहरू चाहिँ यो ग्याजेटमा होइन त्यो एडिक्टेड नहुन् लामो समयसम्म ग्याजेट नचलाउन् हामी त्यो चाहन्छौँ भनेदेखि अब हामी अभिभावकले पनि त्यो गर्न तयार हुनु पऱ्यो बच्चाको अगाडि चाहिँ अब हामी चाहिँ मोबाइल लिएर घन्टौँसम्म त्यही मोबाइल चलाएर बस्दिने अनि बच्चालाई चाहिँ नचला भनेर उसले त्यसको त्यो नेगेटिभ कन्सिक्वेन्स के हो त्यसले के चाहिँ उसलाई कसरी त्यसले नेगेटिभली इफेक्ट गर्छ भन्ने कुरातिर ऊ जाँदैन उसले उसले देखेको छ नि त उसले आफ्नो गार्जेनले के गरिरहेछन् बुवाले के गरिराख्नु भएको छ आमाले के गरिराख्नु भएको छ देखिराखेको छ अब विद्यालयमा त अब कतिपय विद्यालयमा टिचरहरूलाई पनि रेस्ट्रिक्सन हुन्छ टिचरले पनि स्कुल टाइममा चलाउन पाउने नपाउने होइन बाहिर ग्राउन्डमा क्लासमा के गर्ने भनेर अब त्यस्तो भएको ठाउँमा टिचरबाट त्यो कुरा सिक्ने सम्भावना कम होला तर जहाँ चाहिँ त्यस्तो कुरामा कुनै किसिमको रेस्ट्रिक्सन छैन टिचरले अब क्लासरुममै पनि विद्यार्थीलाई चाहिँ क्लासवर्क दिएर अनि आफू मोबाइल चलाएर बस्दिने होइन अब स्कुलको कम्पाउन्डमै टिचरहरू मोबाइल चलाएर बस्दिने गरेको पनि देखिन्छ त्यसैले अब बालबालिकाको विषयमा अभिभावकको या विद्यालय शिक्षकहरूको कुराहरू आउँदाखेरि चाहिँ उहाँहरू अवेर हुनु पर्यो यो कुरा कस्तो कुरा हो यसले बच्चालाई कस्तो खालको असर पार्छ यसले पार्न सक्ने नेगेटिभ इम्प्याक्टहरू चाहिँ के हुन सक्छन् भन्ने कुरामा अवेर हुनु पर्यो र त्यसलाई घटाउनु छ त्यसलाई कम गराउनु छ भनेदेखि होला थोरै नलेज चाहिएला विद्यार्थीलाई तर त्यो नलेज भन्दा पनि त्यति बेला चाहिँ आफू चाहिँ मोडल भएर यसरी है यसरी चलाउने अनि मैले जसरी चलाउँछु तिमीहरूले पनि त्यसै गरी मात्रै चलाउने हो मैले त अब 15 मिनट चलाए पुग्छ दिनमा भनेदेखि तिमीहरूलाई पनि त पुग्छ नि भन्नु पाइयो भनेदेखि चाहिँ त्यो मोर इफेक्टिभ हुन्छ अब आफूले चाहिँ नगरिकन आफूले नगरेको काम तर त्यो थोपर्न खोजियो भनेदेखि चाहिँ त्यो बालबालिकाको लागि त्यति प्रभावकारी हुँदैन त्यस्तो कुराहरू चाहिँ